तपाईलाई क्यानभाबाट यस्तै म्याप एनिमेसन भिडियो बनाउन आउँछ? यदि आउँदैन भने यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। आज म तपाईलाई क्यानभा प्रयोग गरेर यस्तै प्रोफेसनल म्याप एनिमेसन भिडियो बनाउन सिकाउँदैछु। आउनुहोस् सुरु गरौँ। त्यसको लागि तपाईले सबैभन्दा पहिला गुगल क्रोम ब्राउजरलाई ओपन गर्नुहोला र यसमा गएर तपाईले canva.com सर्च गर्नुहोला। क्यानभा ओपन गर्नुहोला र क्यानभा ओपन गरिसकेपछि तपाईले यहाँ दाहिने साइडमा यहाँ देब्रे साइडमा तपाईले मोरको अप्सन देख्न सक्नुहुन्छ। त्यहाँ तपाईले एप्समा क्लिक गर्नुहोला र एप्समा क्लिक गरिसकेपछि यहाँ सर्च गर्नुहोला तपाईले र यहाँ गइसकेपछि तपाईले यहाँ म्याप भनेर सर्च गर्नुहोला। म्याप भनेर सर्च गर्नुभयो भने यति धेरै म्यापहरू यसरी देखाउँछ र यसमा तपाईले सबैभन्दा पहिला म्याप भिडियो भनेको छ, यसमा क्लिक गर्नुहोला र यसमा क्लिक गरिसकेपछि यस्तो खालको इन्टरफेस खुल्छ र अब तपाईले गर्नुपर्ने यहाँ युज इन न्यू डिजाइन भनेको छ, यसमा क्लिक गर्नुहोला। अब तपाईले के को लागि बनाउनुहुन्छ, फेसबुक पेज, टिकटक, इन्स्टाग्राम या युट्युबको लागि गर्नुहुन्छ त्यो भन्नु होला। यसलाई मैले युट्युबको लागि गर्छु। युट्युब भिडियो भने युट्युब भिडियोको लागि गर्दैछु मैले। अब यस्तो भइसकेपछि तपाईले यहाँ तपाईले सर्च गर्नुहोला आफू कुन ठाउँको। अब यस्तो आउँछ यतातिर, अब यस्तो आउँछ यता देब्रे साइडतिर हेर्नु होला र यसमा तपाईले देख्न सक्नुहुन्छ कन्ट्री 1 मा सिलेक्ट गर्नु होला। अब कुन देश गर्नु छ, म अहिले नेपाल गर्छु। अनि त्यसपछि कन्ट्री 2 मा पनि गर्नु होला। अहिले मैले साउथ कोरिया गरे। साउथ कोरिया यो गरिसकेपछि अब तपाईले दुईवटा कन्ट्री राखिसकेपछि अब क्रिएट भिडियोमा क्लिक गरिदिनु होला र एकैछिनमा तपाईको भिडियो बनेर रेडी हुन्छ। ल तपाईको भिडियो बनिसकेको छ। अब यसलाई देख्नको लागि एड टु डिजाइन गर्नु होला र यो भिडियो यतातिर आउँछ र अब यसलाई यो पुरा साइजमा निकाल्नको लागि तपाईले यसलाई सेट भिडियो एज ब्याकग्राउन्ड गरिदिनु भयो भने यो पुरै भिडियो बन्छ र यसलाई प्ले गर्न सक्नुहुन्छ। ल नेपाल, साउथ कोरिया र यस्तै एनिमेसन भिडियोहरू तपाईले क्यानभाबाट पनि बनाउन सक्नुहुन्छ सजिलैसँग। अब यसलाई डाउनलोड गर्नको लागि तपाईले यता शेयर बटनमा क्लिक गर्नु होला र यहाँ डाउनलोड अप्सन छ, यसमा डाउनलोड गर्नु होला र यो डाउनलोड लेखेकोमा तपाईले क्लिक गरिदिनु भयो भने तपाईको भिडियो डाउनलोड हुन्छ MP4 मा। अब यसलाई फाइलमा गएर पनि हामीले हेर्न सक्छौं। डाउनलोडमा जाने र यो भिडियो यहाँ आइसकेको छ। एआई का नयाँ टिप्स एन्ड ट्रिक्स सिक्न चाहनुहुन्छ? यहाँ तपाईले एआई टुल्स, ChatGPT, क्यानभा, एआई भिडियो, एआई इमेज र नयाँ एआई अपडेटका उपयोगी टिप्सहरू सजिलो भाषामा सिक्नुहुनेछ। च्यानललाई सब्स्क्राइब गर्नुहोस्। नयाँ एआई टिप्स एन्ड ट्रिक्सको भिडियो नछुटाउन बेल आइकन पनि थिच्नुहोस्।